कसले धोका दियो नानु? तिम्रो श्रीमानले धोका दिएको? किन त्यत्रो धोका दियो? दाउरै समाएर के कसलाई पिने? केटो मान्छे त भागिहाल्यो नि तिमीलाई धोका दिएर। कसले दिएको नानु धोका? तिम्रो श्रीमानले। यति सानै किन विवाह गरेको? यति सानै विवाह नगर्नु पर्ने। कति वर्षको? 12 वर्षको भयो। बाबाले डोलामा हालेको होला नि। बिचारीलाई किन यस्तो लागेको? किन लागेको? विवाह गरेर तिमीलाई कपडा नदिएर स्कुल नपढाएर लखडेको होला नि। बाबाले कि बुढाले? कपडा पनि लिएर आछौ, लोठो पनि ल्याएछौ, बड्डो भएर होला। बिचारीलाई किन यस्तो धोका दिएको? मेरो हुनु त आफ्नै मान्छे हो, यो किन धोका दिएछन्? यो बाटोमा हेर्नुहोस् त हजुर, यस्तरी बाटोमा रहेको थियो। मैले सोद्धाखेरि मसँग बिहा गरेर अनि मेरो श्रीमानले धोका दियो भनेर भनेको छ। अनि है 12 वर्षको उमेरमा हेर्नुहोस् त, बिहा गरेको गरे सबै घर जिम्मा दिएर उस श्रीमान भागिहालेछ। अनि त्यही भएर बिचारीलाई कस्तो धोका पाएको। मलाई त टिल लाग्यो। त्यही भएर मैले घरमा ल्याउने भनेको, मलाई दाउरा उठाएर हान्न खोजेको क्या। यो हेर्नुहोस् त, यति सानो नानीले यत्रो पतलाभरि भात पकाउन लागेको छ। फेरि यसको घरमा रे परिवार 14-15 जना छ अरे। बिचार मलाई टिल लाग्यो। गाइज, तपाईँ के भन्नु खोज्नुहुन्छ कमेन्टमा लेखिदिनु होला प्लिज। यो नानीको कोही छैन, आमा बाबा अनि कोही पनि छैन। अनि प्लिज तपाईँहरूले लाइक सेयर गरिदिनु होला। कहिले सहयोग पनि गर्न सक्नुहुन्छ। श्रीमानले 12 वर्षमा गरे अनि 6 वर्षमा त मान्छेलाई त्यो दाङमा बलात्कार गरेर कस्तो गरेछ नि। तर यो नानी चाहिँ 12 वर्षको भएछ, विवाह गरेछ। अनि त्यही भएर यति धोका दिएर हेर्नुहोस् न, बिचारलाई कति साह्रै दुःख लागेको छ। अनि मैले बाटो ल्याएको, अहिले खाना गराउँछु भनेर फेरि पनि त्यो बुढालाई सम्झेर यस्तरी रोएको के, बुझ्नै नसकिने। कति बिचारीलाई कति गाह्रो भयो। हेर्नुहोस् न, मेरो बस्ने ठाउँ यही हो। यो खनी नसक्न लागि के, हेर्नुहोस् न बिचारीलाई। यो भन्छ हेर्नु होला गाइज, यो फेरि घर यसको होइन है गाइज। यो बाहिर आँगनमा खाना पकाइराखेको छ यो आँगनमा। अनि सानो झोपडी, यसको बस्ने घर यही झोपडी हो। यो हजुर हेर्नुहोस्, यो के अरे परालको खर बिछाएर सुत्चे। अनि यस्तो छ अर्काको घरमा। बिचारीलाई कोही रहन्छ, श्रीमानको आमा बुवा रहेछ, इन्डिया गएको रहेछ। अनि अहिले एक्लै छ, 12 वर्षको नानी के गर्न सक्ले र भनेर मलाई कस्तो टिल लागिरहेछ। हजुरहरूले के भन्न खोज्नुहुन्छ भनिदिनु होला प्लिज। गाइजहरूले सेयर अनि कमेन्ट लाइक गरिदिनु होला प्लिज। यो नानी यति राम्रो छ, तर श्रीमानले यस्तरी धोका दिएको छ के, यस्तरी धोका दिएको छ बिचारीलाई।